साबुनले हात कसरी सफा गर्छ त? के यसले कीटाणुलाई साँच्चीकै मार्छ? आउनुस् आज जानौं यस पछाडिको साइन्सको कुरा। हामीलाई लाग्छ साबुनले कीटाणुलाई सिधै मारिदिन्छ, तर वास्तविक विज्ञान अझ रोचक छ। हाम्रो हातमा धुलो, पसिना, तेल र हजारौं ब्याक्टेरिया तथा भाइरसहरू टाँसिएका हुन्छन्। अनि यसमा एउटा समस्या के छ भने पानी र तेल कहिल्यै राम्रोसँग मिसिँदैनन्। त्यसैले पानीले मात्र धोएर तेल र त्यससँग टाँसिएका कीटाणु हटाउन सकिँदैन। अनि साबुनले चाहिँ के गर्छ त? जब हामी साबुनले हात धुन्छौं, साबुनका मोलिक्युल्स पानीसँग मिसिन्छन् अनि त्यहीबाट सुरु हुन्छ साबुनको मोलिक्युल्सको कमाल। साबुनका प्रत्येक अणु वा मोलिक्युल्सका दुईवटा भाग हुन्छन्। एउटा भागलाई भनिन्छ हाइड्रोफिलिक हेड, जसलाई पानी मनपर्छ, अनि अर्को भागलाई भनिन्छ हाइड्रोफोबिक टेल, जसलाई तेल मनपर्छ। जब तपाईँ साबुन लगाएर हात मिच्नुहुन्छ, त्यो हाइड्रोफोबिक टेल अर्थात् पुच्छर तेलभित्र पस्छ र हाइड्रोफिलिक हेड चाहिँ पानीतिर फर्केर बस्छ। केही समयपछि सयौं साबुनका अणुहरू मिलेर तेल, धुलो र कीटाणुहरूलाई चारैतिरबाट घेराबन्दी गरेर एउटा सानो बल जस्तै संरचना बनाउँछन्, जसलाई माइसेल भनिन्छ। अब पानीले यी माइसेल्सलाई सजिलै बगाएर लैजान्छ। त्यस सँगसँगै तेल, धुलो र धेरै जसो कीटाणु पनि हातबाट हट्छन्। अझ इन्ट्रेस्टिङ कुरा के छ भने कोरोना भाइरस जस्ता धेरै इन्भेलप्ड भाइरसहरू, जसको बाहिरी भागमा बोसोको एउटा लेयर बनेको हुन्छ, साबुनले त्यही लिपिड इन्भेलपलाई पनि फुटाइदिन्छ, जसले गर्दा भाइरस निष्क्रिय अथवा इनएक्टिभ बन्न सक्छ। त्यसैले कम्तीमा 20 सेकेन्डसम्म साबुनले हात मिचेर धुनु अत्यन्तै महत्त्वपूर्ण मानिन्छ, किनकि त्यही समयले साबुनलाई तेल र कीटाणुलाई राम्रोसँग घेराबन्दी गर्ने मौका दिन्छ। अब भन्नुहोस् त, आजसम्म तपाईलाई साबुनले कीटाणु मार्छ जस्तो लाग्थ्यो कि धोएर बगाउँछ भन्ने थाहा थियो त? यस्तै अझ इन्ट्रेस्टिङ साइन्सका कुरा जान्नको लागि चाहिँ फलो गर्न नबिर्सिनु होला। धन्यवाद।